एक बारको जिन्दगीमा विवाहित भइसकेपछि आफ्नो जीवन साथी यस्तो होस् कि यस्तो होस्, आफ्नो जीवन साथीले आफ्नो जीवन साथीलाई भरिपूर्ण धन सम्पत्तिहरू दिन नसके पनि नि एक अर्कामा भनेको कुराहरू मानोस्, एक अर्कामा विश्वास होस्, एक अर्कामा बुझ्ने होस्, एक अर्कामा हरेक कुराहरू शेयर होस्, त्यो नै सबैभन्दा ठुलो धन सम्पत्ति हो क्या। त्यो नै सबैभन्दा ठुलो खुसीको कुरा हो क्या। यदि आफ्नो मनमा शान्ति नै छैन भने, यदि आफ्नो मनमा खुसी नै छैन भने, यदि आफ्नो जीवन साथीले साथ सपोर्ट हातमा हात साथमा साथ दिँदैन भने त्यो जिन्दगी के जिन्दगी, त्यो जिन्दगी जिएको के अर्थ क्या साथीहरू। धेरै धन सम्पत्ति भएर पनि मनमा शान्ति नै छैन भने, हैन, खुसी नै छैन भने, आफ्नो जीवन साथीले हातमा हात साथमा साथ दिँदैन भने त्यो जिएको जिन्दगी के जिन्दगी क्या साथीहरू।